भएको भए त राम्रो हुन्थ्यो पानी त छैन पोखरी भनेछ यो राम्रो भयो कि नराम्रो भयो यो पोखरी पनि हैन यो त डुबेलकै भन्छ हाम्रो गाउँले यत्रो खाल्डो खन्यो हैन सानो डुबेल केही हैन मैले मेरो क्वेशनको एन्सर चाहिँ के मैले के खोजेको भने यो पानी हुनु राम्रो होला कि नहुनु राम्रो होला यसमा सकेसम्म नभएको राम्रो हो किन होला भन्दिनु त अनि अब यहाँ जनावरहरु आउँछ डुबेर मर्ने सम्भावना होला हैन मर्नु त यतिकोमा मर्छ यतिकोमा मर्दो रहेन ल के होला त पानी भएको राम्रो कि नभएको राम्रो यत्रो मेहनत गरे पानी होला भनेर पानी छैन के अब यो हाम्रो व्यर्थ भएन यो व्यर्थै नै भयो हजुर यो व्यर्थै भएन हजुर पानी त सोसेर गयो नि पानी सोसेर गयो भित्र अब पानी यहाँ पानी भएको भए के हुन्थ्यो त के भयो भने पानी तल तल नछिरेन पानी बस्छ अनि जुन उद्देश्यको लागि हामीले खनेको त्यो उद्देश्य पुरा भएन नि पानी भएर त हैन भनेपछि यस्तो पोखरीमा पानी भएको राम्रो कि नभएको राम्रो जति चाँडो यो पानी यो जस्तो आज भरियो हो आजको आजै यो सुक्यो भने भोलि आएको पानीले फेरि यसले रोक्छ नि तर आजको आजै यो सुक्न सकेन भने यो पानी त यहाँबाट हाम फालेर जान्छ नि अब भनेपछि त यहाँ पानी भएको राम्रो रहेछ कि नभएको राम्रो नभएको राम्रो चाहिँ के त भन्दाखेरि हामीको तल तल अघि नै हो त्यो त पछिको कुरो भयो तर यो यसको उद्देश्य के हो त भन्दा पानी हैन हाम फालेर जाने पानीलाई राख्न खोजेको एउटा पानी राख्यो त्यो पानी भित्र छिरिहाल्यो भने पो अर्को पानी रोक्छ त यसले हैन भनेपछि यहाँ पानी बसिरह्यो भने हाम्रो उद्देश्य पुरा भयो त एकचोटिलाई मात्रै पुरा भयो बढी भएको पानी त त्यहाँबाट गछ नि एउटा खाल्डोको मात्रै हिसाब यो गएको यो भरिएर त्यहाँबाट नागेर एउटा सिजनमा हैन मनसुनको सिजनमा 120 दिन हुन्छ ल त्यसमा 60 दिनै पानी पर्यो भने पनि अब हरेक दिन यो पानी सोसियो भने त 60,000 लिटर पानी त यसले गर्ने भयो नि त एउटाले यो त 1000 लिटरको हो हैन 60 दिन एउटा मनसुन भरि एउटा खाल्डोले 60,000 लिटर पानी भित्र छिराउने भयो भनेपछि यस्तो पोखरीमा हामीले पानी अब जस्तो हिजो जेन्जीको आथ्यो नि हैन कमलामाईले कहाँबाट पानी ल्याएर हाल्ने खोलामा त पानी छैन यहाँबाट कहाँ ल्याएर हाल्ने कुरो थियो नि अब त्यसको क्वेसनै गलत भयो त्यो हैन क्वेसन गलत भयो क्वेसन चाहिँ अब यसको सही क्वेसन चाहिँ के हो भन्नु हजुरहरूलाई अब गलत भन्दा नि बुझाइ गलत हैन बुझाइमा गलत हैन अब यसको सही क्वेसन म सोध्दैछु क्या के हो यसको सही क्वेसन चाहिँ के होला त ल यसको सही क्वेसन के होला त्यो चाहिँ क्वेसन गलत भयो अब सही क्वेसन के हो यसको सही क्वेसन गर्नु पर्यो यसमा उसको भनाइ थियो अब हैन त्यसको छोड्दिनु त्यो अब यसको सही क्वेसन के हो वर्षाको पानी आएको पानीलाई स्टक गर्ने त्यो ठिक छ उहाँले सोच्नु आफ्नो हिसाबले जति उसको उहाँको बुझाइमा जति बुझ्नुभयो त्यति बुझ्नु अब यसको सही क्वेसन चाहिँ के होला त सही क्वेसन के होला ल यो ठाउँको सही क्वेसन आयो भने यो कुराहरू सुधार हुँदै जान्छ सही क्वेसन चाहिँ के हो यो यहाँ चाहिँ उहाँले राम्रो ठाउँमा गर्नु भएको छ हैन अब सही क्वेसन चाहिँ के हो भने यो कहाँनिर बनाउने भन्ने चाहिँ सही कुरो सही क्वेसन कस्तो ठाउँमा बनाउने कुन ठाउँमा बनाउने सरले अहिले भनिरहँदा अघि जस्तै एउटामा मैले थोरै थप्न खोजेँ खास गरी यो हामीले त्यो कमलाको छेउछाउमा मजाले बगिरहेछ नि खोला होइन छेउ र भित्तामा वारी किनारा पारी किनारा खनिदिनु भयो भने पानी आउँथ्यो नि होइन र डोबिलका त्यहाँ खनिदिया भए हुन्थ्यो नि तपाईँलाई कस्तो लाग्छ खोलामा पानी त बिचाडा बगिरहेछ अहिले त थिएन तर त्यहाँ तपाईँले खनिदिनु भयो भने त्यो बगरमा अलिअलि खन्ने बित्तिकै आउँछ नि त्यहाँ खोर्सिनु बित्तिकै आइगयो हो त्यस्तो चाहिँ हजारौँ वारिपारी खोसिया भए हुन्थ्यो नि त डोबिलकै चाहियो हामीलाई हो भने हामीलाई डोबिलकामा पानी चाहिएको भन्दा पनि यसको चाहिँ दीर्घकालीन के हो त यसले गर्ने फाइदा के हो भन्ने हिसाबले गर्न खोजेको आयोजनाको मुख्य लक्ष्य भनेको चाहिँ चुरे र चुरेमा आश्रित समुदायलाई उत्थानशील बनाउने भन्छ क्या रेजिलियन्ट बनाउने भनेको अलिकति बढी यो जलवायु परिवर्तनको एक्सट्रिम इभेन्ट जुन छ आज हामी विपदको घटनाको कुरा गरेका छौँ त्योसँग जुझ्न सक्ने बनाउने जुझ्न सक्ने भने के हो दाइहरूको तलको बस्ती छ हेर्नुहोस् है बस्ती तल छ त्यहाँ ढुङ्गाबाट छिर्दाखेरि तपाईँ हेर्नुभयो भने त्यस्तो सबै ढुङ्गा गेग्रिनु भएको अब हजुरहरू भुक्तभोगी हुनुहुन्छ सबै खहरे छ नि त खहरे बनेको छ चुरेको माटोमा फेरि तपाईँले कुन बेला कत्रो पानी पर्छ र कहाँबाट त्यो कता लाग्छ तपाईँ प्रेडिक्ट गर्न सक्नुहुन्न तपाईँ भन्न सक्नुहुन्न एकछिन अगाडि यता लाग्छ एकछिन पछाडि यता लाग्नुहुन्छ क्या त्यो हिसाबले चाहिँ वास्तवमा चुरेको खहरे नियन्त्रणका हिसाबले र चुरेको माटो जोगाउने हिसाबले माटो पनि जोगाउने हिसाबले र अब विभिन्न छ यसको चाहिँ यसमा तपाईँको 8-10वटा हामीसँग तर्क छ 8-10वटै हामीले चाहिँ लिखित रूपमा आयोजना बन्दाखेरि नै आयोजनाले यो क्षेत्रमा हामी चाहिँ नै पारिस्थितिकीय प्रणाली भन्छ इकोसिस्टमको हिसाबले त्यसलाई पुनर्स्थापना गर्छौँ भनेर दावा गरेका छ हामीले देख्दा एउटा खाल्डो यो पिट खन्या छ सानो डोबिलको खन्या छ हैन तर हामीले
उहाँ आयोजनालाई जिसिएफलाई ग्रिन क्लाइमेट फन्डलाई के भनेर कन्भिन्स गर्नुपर्छ भने जसले पैसा हाल्छ नि त्यो भगारीमा पैसा हाल्ने दाताहरूलाई के भनेर कन्भिन्स गरेका छौँ भने यो खाल्डो खन्दा यहाँको समुदायलाई पनि फाइदा पुगेको छ, यहाँको वन क्षेत्र वनको पारिस्थितिकीय प्रणालीलाई पनि फाइदा पुगेको छ हो। त्यो उद्देश्य त्यहाँ गएर जोडिएको छ। त्यस कारणले त्यो दृष्टिकोणबाट हेरिदिनु पर्ला। अब सही क्वेसन चाहिँ के हुन्थ्यो होला भने ल मानौ यो 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 चाहिँ मैले यहाँ नखनेर यहाँनिर त्यो माथिको पानी जम्मा हुने हो, पानी बगेको छ त्यो बाटो होइन, त्यो बाटो हामीले खनेका छौँ यहाँ हो। यहाँ त अब कहीँबाट आउँदैन, आकाशबाट झरेको पानी मात्रै आउने हो। हाम्रो उद्देश्य के हो त, भल पानी जोगाउनु खोज्यो हो नि त। अनि भल त्यहाँबाट बग्ने त्यो त यहाँ खन्या भए के हुन्छ त? त्यही भएर उहाँले सही ठाउँमा खन्नुभयो, त्यो क्वेसन गर्न पाइनँ मैले यहाँ होइन। यहाँ खन्या भए चाहिँ मैले त्यो क्वेसन गर्थेँ के गर्थेँ भन्दा पानी त्यहाँबाट बगेर जान्छ, तपाईँ यहाँ किन खन्नु? क्वेसन सही क्वेसन चाहिँ त्यो हो, कहाँनिर कस्तो ठाउँमा खन्नुपर्छ भन्ने चाहिँ सही क्वेसन हो होइन। भनेपछि क्वेसन यहाँ पानी किन जमेन भन्ने चाहिँ गलत क्वेसन हो, किनभने हाम्रो त उद्देश्य के हो त, पानी नहोस् भन्ने हो। यहाँ पानी जम्मा गर्ने चाहिँ हो, तर जम्मा भएको पानी जति सक्दो चाँडोभित्र छिरोस् होइन, सोचोस्। अब अर्को क्वेसन यहाँ मैले भर्खरदेखि सही क्वेसन। अब अर्को यहाँबाट खनेको माटो त्यहाँ चाहिँ हाल्ने कि नहाल्ने, यो चाहिँ अर्को क्वेसन हो। त्यहाँ हेर्नुहोस् तल हेर्नुहोस्, त्यसको क्यापेसिटी कति थियो? 1 घनमिटर। यो 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 माटो यहाँ राख्दै भएर करप पुऱ्यो, आधी घनमिटरमा झऱ्यो, हाम्रो मेहनत आधीमा झराइदियो भनेपछि हाम्रो अर्को सही क्वेसन चाहिँ के हो भन्दा माटो खनेर कता राख्नु पर्दो रहेछ भन्दा दायाँ र बायाँ हो। यताबाट यता राख्यो भने तलै लगिहाल्छ, त्यहाँ राख्यो भने यो भरेर तलै लान्छ। भनेपछि माटो हामीले खनेको माटो दायाँबाट बायाँ गरेपछि बल्ल यो माटो नबगाउने भयो। हामीले त भू संरक्षण पनि गराउने खोज्ने हो नि त यसको उद्देश्य। अब भू संरक्षण गराउने भने माटो चाहिँ त्यहाँ राखिदिएर सबै माटो तल लगिदियो भने के हो त, भू संरक्षण त भएन, पानीको संरक्षण त अलिअलि भयो, फेरि क्यापेसिटी पनि घटाइयो। भनेपछि अब सानो कुरा हो होइन, थोरै कुरा हो। यो माटो त्यहाँ फाल्ने उत्तिकै इफोर्ट लाग्छ, त्यहाँ फाल्ने उत्तिकै इफोर्ट लाग्छ। भनेपछि जहिले नि यो खन्दा फेरि के गर्नु पर्यो, माटो खन्नु पर्यो, दायाँ हाल्नु पर्यो, बायाँ हाल्नु पर्यो, अब माथि नै हाल्नु भएन, तल नै हाल्नु पर्यो।